प्रहरी हेर्ने बित्तिकै यो लुट्नेको लागि बसेको हो आउँछ। तपाईँले फेरि कतिजना प्रहरीलाई कारबाही पनि गरिदिनु भयो। त्यो चोर प्रवृत्तिका प्रहरीहरू पनि दुखित छन् तपाईँसँग। तल माथि गरेपछि कारबाही हुन्छ है। जागिर पनि जान सक्छ, समाजको कचरा साफ गर्ने हामीले मेस्तरै हो होइन। प्रहरी प्रमुखले चौकीहरूमै पठाउँदा तोक्ने यति 1000 दिनुपर्छ, व्यापारीसँगै पैसा उठाउने धेरै प्रहरी प्रमुखहरू पनि हामीले देखेका छौँ, सुनेका छौँ। आउनुहोस् आजको अन्तर्वार्ता सुरु गरौँ। प्रकाश मल्लजी, ती मान्छेहरूलाई चाहिँ पुलिसको मुभमेन्टले अलिकति कम गरेको चाहिँ देखिन्छ। यसमा अहिलेको अवस्था भन्दाखेरि चाहिँ हामी सामान्य अवस्था छ भन्न सक्छौँ सर। तपाईँ त नागरिक पनि हुनुहुन्छ, तपाईँसँग नागरिकता नभएको भएदेखि यो सरकारले जागिरै दिँदैनथ्यो र कुनै आमाले नजरमा आएको भए हामी नागरिकता पाउने लायकै हुँदैन थियो। सुनिन्छ कि प्रहरी हेर्ने बित्तिकै यो लुट्नेको लागि बसेको हो आउँछ। तपाईँले फेरि कतिजना प्रहरीलाई कारबाही पनि गरिदिनु भयो। त्यो चोर प्रवृत्तिका प्रहरीहरू पनि दुखित छन् तपाईँसँग। यो कारबाही चाहिँ किन हो त? यो चाहिँ कस्तो भने एउटा रेजिमेन्टल फोर्समा अधिकार लिएर बसेको समूहमा बसेर काम गर्ने जति पनि सङ्गठनहरू हुन्छन् त्यहाँ चाहिँ अनुशासन सबभन्दा ठुलो कुरा हो सर। किन हामी त हतियार पनि बोक्छौँ, गोलीगट्टा पनि बोक्छौँ। एउटा किसिमको अनुशासनको त्यो एउटा हार्स एउटा चाहिँ इन्भाइरोमेन्ट भएन भने उसले त फेरि सकिँदैन। बन्दुक जहाँ पनि पड्किन थाल्यो भने त समस्या हुन्छ होइन। त्यो कारणले गर्दाखेरि अनुशासनमा राख्नु सबैभन्दा प्राइम ड्युटी हो कमान्डरको। र मैले मेरा चाहिँ यहाँ काम मेरो मातहतमा काम गर्ने जति पनि तमाम अधिकृत तथा अन्य दर्जा कर्मचारी प्रहरी कर्मचारीहरू छन् उहाँहरू अनुशासनमा बस्न सक्नुहुन्थ्यो। जिम्मा मैले लिनुपर्छ फेरि, तैँले त अनुशासन राख्न सकेनस् भने मभन्दा सुपरियर मलाई सुपरभाइज गर्ने कार्यालयले अथोरिटीले चाहिँ सोध्छ, मलाई क्वेसन गर्छ, आवश्यकता परेमा मलाई कारबाही पनि गर्न सक्छ। त्यो पनि एउटा कुरा भयो। अर्को कुरा के हो भने कारबाही भनेको चाहिँ उत्प्रेरणा पनि हो। उत्प्रेरणा दुई किसिमको हुन्छ, पोजिटिभ उत्प्रेरणा पनि हुन्छ। अघि हामी जुन पुलिस रिफ्रेसमेन्ट प्रोग्राम त्यो पोजिटिभ उत्प्रेरणा हो, मोटिभेसन हो। यो चाहिँ नेगेटिभ हो। तल माथि गरेपछि कारबाही हुन्छ है। जागिर पनि जान सक्छ, भोलि जिन्दगीमा जागिर खान नसक्ने गरी पनि कारबाही हुनसक्छ र केही सिम्पल कारबाहीहरू पनि हुनसक्छ। पुलिस करियर कस्तो भने यो चाहिँ एउटा प्रमोसन बढ्दै बढ्दै जाने करियर कुरा। त्यसरी कहीँ सब एकचोटि चाहिँ इन्ट्री गर्छौँ हामी, बाँकी जम्मै प्रमोसनमा जाने हो नि त, माथि मूल्याङ्कनमा जाने हो होइन। कहीँ पनि फेरि परीक्षा दिएर फेरि हुँदैन। अनि ज्यामितिमा चाहिँ थर्ड क्लास भयो भने फर्स्ट क्लासमा एकैचोटि परीक्षा दिएर पास गर्न सक्छ। त्यो चाहिँ व्यवस्था हामीसँग छैन। हाम्रो व्यवस्था के छ, एकचोटि इन्ट्री गरिसकेपछि सबै प्रमोसनमा जाने हो। भने मूल्याङ्कन एकदम हाई छ, मूल्याङ्कन सिस्टम छ। त्यो कारणले गर्दा कहीँ पनि म चुकेँ भने फेरि म माथि पढ्न सक्दैन। मेरो साथीभाइ त फेरि माथि गइहाल्छन्, फेरि त म मुख देखाउन लायक हुँदैन। अथवा म कस्तो अनप्रोफेसनल व्यावसायिक निष्ठा नभएको मान्छे जस्तो हुँदो रहेछु भनेर मलाई चिन्छ, फेरि सङ्गठन चिन्छ, समाज सबै चिन्छ होइन। त्यो कारणले गर्दाखेरि म चाहिँ अलि राम्रो काम गर्नुपर्छ है भन्ने सबैमा हुन्छ। यदि त्यो कसैमा भएन, अलि दायाँ गर्न थाल्यो भने तिनीलाई यही पनिसमेन्टको, लिगल पनिसमेन्टको दण्ड हान्नुपर्छ। त्यो दण्ड हानेपछि उहाँहरू ठेगानमा हुनुहुन्छ। त्यो पनि हान्न सकेन भने उहाँले चाहिँ गलत काम गर्दा पनि केही पनि भएको छैन भने मलाई किन हुन्छ भने अरू 10 जना मोटिभेट हुन्छ त्यस्तै काम गर्न। र उसलाई बेलैमा चाहिँ हामी कानुनी दण्ड हान्यौँ भने ओहो अलिकति गलत गर्न बित्त यस हिसाबले त कारबाही गर्छ त, जागिर निलम्बन गरेर सस्पेन्ड गरिदिन्छ, यो त समस्या हुन्छ भनेर अलिअलि भएको केही त्यस्तो किसिमको खराब प्रवृत्ति छ भने त्यसलाई फालेर अब राम्रो काम गरौँ त, के हो जिल्ला लिडरसिपको के चाहना छ त, कस्तो काम गर्नु, त्यता चाहिँ काम गर्न सकिन्छ भन्ने हिसाबले यो कारबाहीको चाहिँ एउटा उगरिएको प्रक्रिया अगाडि बढाइएको र यसलाई आन्तरिक शुद्धिकरण पनि हामी भन्न सक्छौँ। हाम्रो पहिला त हाम्रो यो सङ्गठनमा बस्ने मान्छे पहिला हामी पहिला शुद्ध हुनु पऱ्यो, अनि कम्युनिटीलाई शुद्ध बनाउनु पऱ्यो, अनि जोड्नु पऱ्यो। एउटा चाहिँ एउटा फिलोसफी थियो। पहिला आफ्नो कर्मचारी शुद्ध हुनु पऱ्यो, त्यसपछि कम्युनिटीलाई पनि सजग बनाउनु पऱ्यो। तपाईँहरू यहाँनिर गलत छ है, यो चिज गरिरहनु भएको छैन भनेर भन्नु पऱ्यो। त्यसपछि दुवै चाहिँ आफ्नो ठाउँमा चाहिँ रियलाइजेसनको पार्टमा जहाँ गयो भने त्यसलाई जोड्नु पऱ्यो, एउटा ठाउँमा लगेर अब सँगै बसेर काम गरौँ। अब जो बदमास छन्, जो चाहिँ कसुर गरिरहेछन्, घटना गरिरहेछन्, गैरकानुनी काम, तिनीहरू विरुद्ध लडौँ। समाजलाई साफ गर्ने हो नि एक किसिमले भन्यो त हामी त कचरा साफ गर्ने हुने जमादार भन्छ के भन्छ नि होइन। समाजको कचरा साफ गर्ने हामीले मेस्तरै हो होइन। त्यो हिसाबले चाहिँ अब यो आफ्ना चाहिँ कर्मचारीहरूलाई अनुशासित बनाइएन भने, व्यावसायिक बनाइएन भने र इन्टिग्रिटीमा रहने बनाइन सकिएन भने त कम्युनिटीले के भन्ने, पहिला त आफै ठिक गरौँ भनेर सुरुमा नै गरेको त्यही हो। मैले त्यही अन्तर्गत यो कानुनी कारबाहीका कुराहरू आन्तरिक शुद्धिकरणमा लगेर जोड्या हो। जस्तो एउटा त भन्छन् सामान्य रूपमा भनाइ छ कि प्रमुखै जब पुरै आर्थिक रूपमा लोभी हुन्छन् उसको पुरै सङ्गठनै त्यस्तैमा लागेको हुन्छ। जस्तो विगतमा पनि हामीले देखेका हौँ, सुनेका हौँ, सुनिरहेका छौँ।
कि अब कुनै प्रहरी प्रमुखले चौकीहरूमै पठाउँदा तोक्ने यति 1000 दिनुपर्छ हामी पनि बुझ्यौँ केही हाम्रो मान्छेहरू पनि छन् नि हामीले चिनेका मान्छेहरू अनि बाहिरतिर पनि छन् के हो यस हिसाबले पैसाको नामै सुन्नुहुन्न होइन त्यस्तोमा अब जुन तपाईँको काम गरेको स्टाइल छ विभिन्न कार्यक्रमहरू गरिराख्नु भएको छ अब एकजनाले प्रहरी प्रमुखले पैसा लिएपछि त उसले त पुर्याउनलाई पैसा उठाउनु पर्यो अब तपाईँले लिइराख्नु भएको छैन भने त आम मान्छे त लुटिनु नपर्ने हो के छ त यो बारेमा इन्फर्मेसन अब हजुरको चाहिँ प्रश्न के हुनसक्छ भने अहिलेको चाहिँ प्रहरी कति इन्टिग्रिटीमा बसेको छ त कति तपाईँ जिम्मा लिन सक्नुहुन्छ कति भन्न सक्नुहुन्छ भन्ने विषय हो हजुरको प्रश्न यसमा चाहिँ मेरो चाहिँ स्पष्टीकरण के हो भने अहिले नेपाल प्रहरीको पुलिसिङ एउटा सिस्टमलाई हजुरहरू मिडियाको पर्सनालिटीको हिसाबले नागरिकको हिसाबले जिम्मेवार एउटा व्यक्तिको हिसाबले हेर्नुभयो भने के देखिन सक्छ जस्तो लाग्छ मलाई भने पहिलाभन्दा नेपाल प्रहरी अहिले चाहिँ अलिकति इन्टिग्रिटीमा काम गरिरहेको छ जस्तो लाग्न सक्छ हजुरलाई यो मेरो एउटा हजुरलाई चाहिँ ऊ हो होइन अनुरोध हो अब मैले आफूले भन्नुपर्दाखेरि चाहिँ अब यो पैसा उठाएर काम गर्छन् पैसा उठाएर दिन्छन् पैसा लिन्छन् भन्ने कुरा पर्सनली मान्नुहुन्छ भने म यसलाई चाहिँ मिथ जस्तो मान्छु म यो चाहिँ यस्तो पनि हुन्छ र जस्तो लाग्छ मलाई म आफू मेरो आफ्नो कुरा गर्दाखेरि त्यस्तो लाग्छ होइन र अब म आइसके पछाडि त्यसलाई जोड गरेको होइन कि म जे हो त्यहीमा चाहिँ काम गर भनेर भनेको होइन यो मेरो विगतको हिस्ट्री हेर्दा पनि हजुरहरूलाई ज्ञान भइहाल्छ अब हो प्रमुख इन्टिग्रिटीमा बस्ने हो भने आर्थिक अनुशासनमा बस्ने हो भने किनभने हाम्रो देश त बिग्रेको त करप्सनले हो जगजाहेर छ होइन अब यो भन्नै पर्दाखेरि एउटा आम सचेत नागरिकको हिसाबले भन्ने हो भने होइन अहिले एकछिन प्रहरीको वर्दीलाई बिर्सेर म पनि सचेत नागरिक हो नि त मेरो पनि सिभिल राइट त छ होइन किनभने म पनि ट्याक्स तिर्छु होइन मैले पनि हजारौँ पैसा ट्याक्स तिर्छु सरकारलाई होइन भनेपछि हेर्दाखेरि चाहिँ के हो भने अस्ति मैले अख्तियार दुरुपयोग आयोग अनुसन्धानको माननीय प्रमुख आयुक्तजी पनि आउनुभयो त्यहाँबाट मैले जिज्ञासा पनि राखेको थिएँ यही विषयमा कि भ्रष्टाचार त हाम्रो संस्कृति बनिसक्यो संस्कृति रोक्न कसरी सक्नुहुन्छ एक दुईजना मान्छेले गरेर रोक्ने हो तपाईँले गर्नुभयो मैले गर्नु हामी तीनजनाले गऱ्यौँ भने रोक्ने हो जब यहाँ मौतरीकै 7 लाख मान्छेले गर्छन् भने रोक्नु चाहिँ कसरी रोक्नुहुन्छ भने त्यसको एउटै उपाय भने के हो भने शिक्षा हो त्यसमा पनि मोरल शिक्षा हो नैतिक शिक्षा हो अनि त्यो चिजमा बढाउँदैनौँ हामीले होइन भने ठ्याक्कै यहाँ पनि त्यही नै चिज हो सर अब हिजो अहिले भयो आफूले पनि भन्नुभयो नि त पहिला यस्तो भएको थियो यस्तो भन्नुभयो हजुरले आफै पनि त्यो अनुभव गर्नुभएको छ होइन भने त्यो त एउटा किसिमको संस्कृतिमा जोडिसकेको छ नि त संस्कृतिमा जोड्ने कुरालाई पुरा तोड्न म सक्दैन तपाईँ सक्नुहुन्न कोही एउटा व्यक्ति सक्दैन आफूले सकेसम्म गर्ने हो आफूले सकेसम्म गर्ने हो र म यसमा पूर्ण इमान्दारिताका साथ आफू व्यावसायिक निष्ठामा बसेर आर्थिक अनुशासनमा रहेर र अरू कर्मचारीलाई पनि त्यसरी गराउने अधिकतम प्रयास गरेर के गर्न सकिन्छ अहिले कारबाहीको कुरा पनि जोड्यौँ नि हामी त्यो पनि कहीँ जोडिन्छ उत्प्रेरणाको कुरा पनि गऱ्यौँ नि त्यो पनि कहीँ जोडिन्छ कम्युनिटीसँग जोड्यौँ नि त्यो पनि त्यहाँ जोडिन्छ त्यही हो किनभने कम्युनिटी सचेत हुनु भनेको त मैले भन्छु नि त त्यो कार्यक्रममा पनि अल्पसङ्ख्यक कार्यक्रममा पनि तपाईँहरूको अधिकारप्रति प्रहरी पनि लापरवाह हुनसक्छ अथवा प्रहरी पनि अनुशासनहीन हुनसक्छ त्यो भयो भने भन्नुहोस् मलाई त्यस्तो छ भने मलाई भन्नुहोस् किनभने मेरो प्रहरी जिम्मा त मैले लिनु पऱ्यो नि भनेर त्यहाँ पनि भनेपछि त सारा कुरा जोड्ने त फेरि के हो भने त्यहीँ गएर उसको निष्ठा मान्ने हो नि त त्यस कारण त्यो सारा प्रयास चाहिँ गरेको छ जस्तो तपाईँ मिडियाका साथीहरूलाई पनि मैले पनि बारम्बार तपाईँसँग पनि केही सूचना भए प्लिज दिनुहोस् है माया नमान्नुहोस् माया मान्नु भनेको फेरि के हो त्यो खराब संस्कृतिलाई बढाइदिनु त्यो माया मान्ने भनेर कतिचोटि अनुरोध पनि गरेको छु मैले साथीहरूलाई होइन आएको पनि छ र त्यस अनुसार पनि भएको छ त्यस कारणले मैले अधिकतम प्रयास गरेको छु र मलाई लाग्छ एउटा नतिजा देखिया छ त्यो हजुरहरूले महसुस गर्नुभएको होला अब पूर्ण रूपमा नियन्त्रित छ भने म पनि दाबी गर्दैन म गर्न पनि सक्दैन र गर्नु पनि हुँदैन भन्दैन कति चिजहरू किन अहिले भने संस्कृति भइसकेको छ कति त उहीसँग जोडिन्छ नि त फेरि तै चुप मै चुप यो ठिक रहन्छ जस्तो हाम्रो अगाडि अब कतिले भन्छ यो फलानाले यति पैसा लियो म भन्छु क्यामेरामा भन्छौ अनि जे काम भइरहेछ त्यो पनि हुन दिनु अनि त्यस्तो चिज भनेपछि त उसले पनि त कहीँ न कहीँ जिम्मेवार रोल गरिदिएन नि त त्यो कारणले मसम्म आइपुग्न विथ इभिडेन्स आइपुग्न अथवा इभिडेन्स नै नभए पनि
यस्तो भयो भनेर भन्दाखेरि पनि त एउटा कुरा अघि हामीले गऱ्यौँ नि, त्यो कुराले इम्प्याक्ट त गर्यो नि, इम्प्याक्ट पनि थिएन, कारबाही पनि गरिएन, तर काम त राम्रो भयो नि, तपाईँलाई जानकारी त भयो नि, र मलाई फाइदा पनि त भयो नि। त्यसले मलाई फाइदा हुनु भनेको पुलिसिङलाई पनि फाइदा भयो, र त्यो पुलिसिङलाई फाइदा हुनु भनेको कम्युनिटीलाई फाइदा भयो, राष्ट्रलाई फाइदा भयो, कम्युनिटीलाई फाइदा हुनु। त्यस कारणले यसमा चाहिँ अधिकतम प्रयास गरेका छौँ हामीले होइन, सफल पनि भएका छौँ, र कतिपय त्यही भने पूर्ण नियन्त्रण गराउनको लागि चाहिँ टेक्स टाइम, लामो समय लाग्छ। हजुर मिडियामा पर्सनालिटीहरू जागरुक भइरहनुपर्छ, टिमवर्क पनि हो, र कम्युनिटी पनि त्यसमा चाहिँ सचेत रहनुपर्छ, कम्युनिटी आफै पनि फेरि हुनुपर्छ, त्यसमा चाहिँ क्लियर हुनुपर्छ। एउटा कस्तो यहाँको बुझाइ छ हाम्रो देशको, अब तराईका जिल्लाहरूमा सरुवा भएर आयो भने एकदमै खुसी हुने, तपाईँ सुरुमै भन्नुभयो तपाईँ पनि खुसी हुनुभयो। अब खुसी हुने कारणहरू विभिन्न हुन्छन्, तपाईँ चाहिँ यो डाइभर्सिटीमा काम गर्न पाउँछु, त्यो एकदम उमङ्ग बोकेर आउनुभयो। कतिजना त अब आएपछि अब तल्ला थप्ने किन्ने होइन, त्यस्तो कुरामा अब व्यक्ति आफै व्यक्तिगत रूपमा त भ्रष्टाचार गर्दैन नि, कमै गर्छन्। त्यसका उसँग सम्बन्धित मान्छेहरू, उसका परिवारका मान्छेहरू, उसका साथीभाइहरू सबै मलाई लुटिरहेको छ, त्यसलाई के को बुझ चढेको छ? तपाईँलाई आउँछ कि आउँदैन प्रश्न? यो मलाई आउँदैन सर, मलाई किन आउँदैन भने धेरै साथीहरूले प्रश्न गर्नुहुन्छ, यो मिडियाको साथीले गर्नुहुन्छ, मेरो आफ्ना पर्सनल साथीहरू पनि गर्नुहुन्छ। किनभने मेरो सिधा सिद्धान्त के हो भने, ल तपाईँले अघि मलाई भन्नु भने अलिअलि पढ्नुहुन्छ तपाईँ भन्नु भने, जब म अध्ययन गर्छु, अध्ययन गर्ने भने त राम्रो चिज गर्ने हो नि त। जब म अध्ययन गर्छु, अध्ययन गर्नु भनेको यो चिजहरू खराब हो भनेर अध्ययन गर्ने हो नि त। यो चिजहरू खराब हो भनेर अध्ययन गरिरहेको छु, अनि म त्यही चिज पनि गरेँ, मैले के पढेँ त? के पढेँ त मैले? म पढ्नुको सार्थकतै भएन, पढ्नुको सार्थकतै भएन नि। पढ्नुमा त राम्रो चिजलाई ग्राब गर्ने हो नि त, नराम्रो चिजलाई फाल्ने हो, अवगुणहरूलाई। जब अवगुण म लिइरहेको छु त म पढ्नुको मतलब छैन, मैले किताब पनि फालिदिने हो, एउटा कुरा। अनि अर्को कुरा चाहिँ मलाई के लाग्छ भने, अब अलिकति फिलोसफीको कुरा गर्नु है सर, हजुरले क्वेसन त्यसो मजा पनि आयो। जस्तो पैसा कहिले जन्मियो? पैसा जन्मिएको मेरो विचारमा एकदमै धेरै भयो भने 4000 वर्ष भएको छ, 4000-4200 वर्ष भएको छ। चाइनामा कागज के फेला पऱ्यो, त्यसपछि पैसा बन्यो होइन। भने यो चिज त मान्छेभन्दा धेरै पछाडि आएको चिज हो नि त, धेरै पछाडि आएको चिज हो, र यसले चाहिँ जिन्दगीलाई सहज बनाउन मात्र आएको हो, देवधान्न आएको हो नि त। त्यस कारण यसलाई धेरै हामीले मास्टर्स बनाउनु हुँदैन, यसलाई भन्छ नि एउटा सर्भेन्ट नै बनाउनुपर्छ पैसा भन्ने चिजलाई, धन भन्ने चिजलाई पैसा भन्दा भने होइन, एउटा त्यो फिलोसफी हो। अर्को चाहिँ एउटा मलाई के लाग्छ भनेपछि, यो जो मान्छे पैसा बिना बाँच्ने, धन बिना बाँच्ने चेष्टा जो गर्छ, त्यसको लोभ बिना जो चेष्टा गर्छ, त्यो मान्छे बडा सरल पनि हुन्छ, विद्वान पनि हुन्छ, सहज पनि हुन्छ। एउटा चाहिँ सबैको लागि एउटा हुन्छ नि, अरूको लागि पनि बाँच्नुपर्छ भन्ने उबाट दर्शनबाट अभिप्रेरित हुन्छ, जहाँनिर चाहिँ हामी यो धन भन्ने यो 6औँ इन्द्रिय प्राप्त गर्छौँ। त्यो 6औँ इन्द्रियले अरू बाँकी 5वटा इन्द्रियलाई ड्यामेज गरिदिन्छ, त्यो 6औँ इन्द्रियलाई मात्रै काम गर्छ, अरू जति इन्द्रिय चाहिँ सबै ड्यामेज गर्छ भन्ने एउटा भनाइ पनि छ। त्यो कारणले गर्दाखेरि त्यसलाई चाहिँ हामीले महत्त्व बनायौँ भने हामी हुनुमा, हामी चाहिँ भर्चुअस हुनुमा, गुणवान हुनुमा, हामी चाहिँ एउटा असल नागरिक हुनुमा होइन, सम्पूर्ण चाहिँ त्यो पैसालाई ड्यामेजै गरिदिन्छ भने, त्यो धनले ड्यामेज गरिदिन्छ, त्यसलाई चाहिँ के लिने? कति पैसाले पुग्ने त? कति पैसाले पुग्ने पनि होइन, फेरि पुग्ने पनि होइन। धेरै हेऱ्यौँ हामीले, कत्र मान्छे कहाँ पुगे होइन। यहाँ हाम्रो राष्ट्रिय घटनाक्रम हेर्दा पनि क्लियर छ। मैले त्यस कारणले यसमा चाहिँ एउटा हाम्रो बडा मनपर्ने एकजना मेरो चाहिँ ऊ छन्, कबीरदास सन्त कबीर। उनको एउटा चाहिँ कविताको लाइन छ, अलिअलि मैले भुलेको पनि जस्तो लाग्छ, भन्छु। उनले के भन्छन् भने, पैसा इतना दीजिए साईं जिसमें कुटुम्ब समाए, मैं भी भूखा ना रहूं, साधु भी भूखा ना जाए। यति हो चाहिने भनेको, धनले हामीलाई हाम्रो जीवन गुजारा गर्नलाई, हामीसँग जोडिएका मान्छेहरूलाई खुसी बनाउनलाई भनेको, त्यो खुसी भनेको ठुलो खुसी होइन, फेरि मनको शान्ति दिनलाई र म सन्तुष्ट हुनलाई मात्रै पैसा चाहिन्छ, धन चाहिन्छ, त्योभन्दा बढी चाहिन्न। त्योभन्दा बढी हामी धन प्राप्त गर्नेतिर लाग्यौँ भने हाम्रा सारा भर्चुअस जति जो गुणहरू छ, भर्चुहरू छन्, त्यो एउटा मान्छेमा हुनुपर्ने गुणहरू छन्, त्यो सब खाइदिन्छ। त्यस कारण त्यसमा धेरै प्रायोरिटी दिनुहुन्न भन्ने फिलोसफीबाट म चाहिँ अभिप्रेरित छु। त्यो कारणले गर्दा मलाई यो धन सम्पत्ति भन्ने चिज तान्दैन भनेको। यो भन्दाखेरि फेरि होइन, यो भन्दाखेरि अब यो साधु नै भइहाल्यो, सन्त नै भइहाल्यो, कति तपाईँ त सन्त हुनुहुन्छ भन्नुहुन्छ कति होइन साथीहरूले, त्यस्तो त्यो चाहिँ होइन। फेरि म पनि एउटा प्राविधिक मान्छे हुँ होइन, मलाई पनि खाना चाहिन्छ,
मलाई पनि बस्न चाहिन्छ, मलाई पनि हिँड्नु गर्न चाहिन्छ, मेरा पनि आफन्तहरू परिवारहरू सबै छन्, त्यसको लागि चाहिँ गुजारा गर्नैपर्छ। धन आवश्यक छ मान्छेलाई, तर त्योभन्दा धेरै तपाईँको बुद्धभन्दा धेरै एउटा चाहिँ कानुनी प्रक्रियाभन्दा माथि गएर त्यसलाई तोडेर त्यसको कुनै औचित्य छैन। त्यो खराब चिज हो। यति मात्रै बुझ्यौँ भने मलाई लाग्छ हामी योबाट हामी धेरै धेरै बस्न पनि सक्छौँ, अब सजिलो हुन सक्छौँ। एकचोटि तपाईँको श्रीमतीजी आउनुभएको थियो, मैले उहाँलाई अलि साइडमा लगेर उहाँलाई मैले सोधेको थिएँ कि तपाईँको श्रीमान प्रकाश मल्लजी प्रति तपाईँको के छ दृष्टिकोण? उहाँले भन्नुभयो म गौरवान्वित छु। अब त्यसमा हुन त सबैले भन्छ, यो सामान्य प्रश्न हो र सामान्य उत्तर हो, तर मैले जेको लागि सोधेको थिएँ त्यसको लागि त्यसले मैले अघि नै भने भ्रष्टाचारको सन्दर्भमा कि एक्लै व्यक्ति भ्रष्टाचारी हुँदैन, त्यसको इन्भाइरोमेन्टले पनि उ गर्छ, त्यसले पनि तपाईँलाई सघाइरहेको छ। एकदम एकदम हो, यो ठ्याक्कै यही कुरा अहिले मैले जोड्ने नै अघि खोजेको कुरा नै यही हो कि तपाईँलाई यो चिज यस्तो चिज गर्दाखेरि आफन्तलाई, साथीभाइलाई, परिवारलाई जब चाहिँ गर्व आउन थाल्छ नि, त्यसको खुसी त्यो कति धन कमाउँदा कहाँ हुनसक्छ? करोडपति भयो भने आउँदैन नि त, त्यो खरबपति हुँदैन, आउँदैन नि त। यही चिजले हो हाम्रो ड्राइभ गर्ने, यही चिजले हो अभिप्रेत गर्ने, आफूले बुझ्ने आफूलाई मजा आउने चिज पनि यही नै हो। अहिलेसम्म जुन भन्नुभयो उहाँले मुस्किलले मेरो अगाडि भन्नुहुन्न, फेरि त्यहाँ भन्नु कोही भन्नुभएको छ, यो खुसी कुरा हो। यस्तै चिजले अझ अभिप्रेत गर्छ कि अझ बढी अभिप्रेत गर्छ, किनभने मान्छे कति मान्छेहरू छन् 20-22 वर्ष करियरको गइसक्यो, हात लाग्यो के त भन्ने चिजहरू पनि कति मान्छेहरू त्यसरी पनि सोध्न सक्छन् होइन। तपाईँकै दौतरीहरूलाई देख्छन्, तर त्यसलाई चाहिँ अब अर्को हिसाब, त्यही भने मैले भने यो अध्ययन गर्नुको एउटा फाइदा पनि अलिक बृहत बुझ्नुहुन्छ क्या हरेक चिजलाई, किनभने हामी सत्यको ओरिजिनमा पुग्नु खोज्छौँ कि पढ्नु भनेको। पढ्नुको खास माने भनेको के हो भने सत्यको चाहिँ प्रकृतिलाई बुझ्ने हो, सत्य मात्रै बुझेर होइन, विषयगत भित्र ओरिजिन अफ रियालिटी, ओरिजिनालिटी अफ ट्रुथ, सत्यको वास्तविक अर्थ के हो पत्ता त लगाउन अझै पनि सकेका छैनन् होइन, धेरै गाह्रो कुरा हो। तर त्यो वेमा जो छिर्यो नि, कोही मोक्ष भने, कसैले चाहिँ साधकीपन भने, कसैले चाहिँ होइन, कसैले चाहिँ सिभिल मुभमेन्ट भने, अरूको हितको लागि, समाजको हितको लागि भने, चिजै भने, तर अध्ययन गर्नुको मतलबै त्यही हो क्या। खराब चिजहरू त आफै साइड लाग्दै जान्छ। यदि तपाईँ वास्तवमा पढ्नुहुन्छ, पाठक हुनुहुन्छ, अध्ययनशील हुनुहुन्छ भने तपाईँ त्यस्ता चिजहरूलाई साइड ल्याउँदै जानुहुन्छ कि त्यो चिजले माया नै राख्दैन क्या। सिङ्गम भन्ने सिनेमा त हेर्नुभएको छ नि त, जिसकी जरुरत कम वही बाजु रह्यो सिङ्गम, जरुरत नै कम गरिदिएपछि त सब चिज होइन हुने भयो नि। अब त्यस कारणले गर्दा यो चिजलाई त्यसरी त्यो पर्सपेक्टिभबाट हेऱ्यौँ भने मलाई लाग्छ हाम्रो जीवन पनि एकदमै सफल हुन्छ, सन्तुष्ट हुन्छ र सबै मानेमा चाहिँ हामी एकदम गौरवान्वित हुने अवस्थामा पुग्छौँ जस्तो लाग्छ मलाई चाहिँ। जस्तो एउटा कुरा मलाई लागेको जिज्ञासा, जस्तो तपाईँ कुनै पुस्तक अध्ययन गर्नुहुन्छ अनि तपाईँको सामाजिक सञ्जालमा टक्क केही राखिदिनुहुन्छ, त्यसको उद्देश्य के हो? त्यसमा चाहिँ मान्छेहरूमा केही झन्झनाहट होस्, केही सोच अलिकति सोचोस्, जस्तो हजुरले पनि कमेन्ट गरिरहनुहुन्छ, म यसलाई बडा धन्यवाद पनि दिन्छु। कति ठाउँमा त्यही रियाक्ट गर्न सकेला, तर पनि म अध्ययन गरेर आउँछु। म त्यसले के गर्छ भने मान्छेमा एकचोटि यस्तो यो कस्तो हो भनेर हजुर एउटा के भन्छ भने टेक्स्ट भन्दा पनि हुन्छ, कोही पढिन्छ कोही भनिन्छ नि। टेक्स्ट भनेको कस्तो हो अरे भने कि तपाईँ अहिले कुर्सीमा बसिरहनु भएको छ नि, म कुर्सीमा बसिरहेको छु नि त, एउटा के यस्तो टेक्स्ट फाल्यो तपाईँको कुर्सी तानिदिन्छ त्यो टेक्स्टले। त्यो टेक्स्ट भनेको निर्जीव चिज होइन, त्यो टेक्स्ट भनेको चाहिँ यस्तो चाहिँ चलायमान चिज हो कि मान्छेले कहीँमा मान्छेमा उसमा प्रवेश गरिहाल्यो भने उसको धरती हल्लाइदिन्छ, धरती फाटिदिन सक्छ, ऊ मान्छे स्थिर बस्नै सक्दैन। भने केही न केही इम्प्याक्ट छोड्छ क्या त्यो टेक्स्टले। त्यसको लागि केही चिज मैले पढ्दै गर्दा ज्ञान प्राप्त गरेको चिज कि कोही 2-4 जना भयो भने अलिकति पनि त्यसलाई त्योमा थोरै पनि सोच्ने बनाइदियो भने एउटा किसिमले मेरो लागि मैले बुझेको ज्ञानलाई मैले हाम्रो भन्छौँ नि त, हाम्रो 5वटा गृहस्थ आश्रमका 5वटा यज्ञ मध्येमा ब्रह्मज्ञ एउटा हो। ब्रह्मयज्ञ भनेको ज्ञान बाँड्नु हो, ज्ञान बाँड्नु पनि त एउटा यज्ञ हो नि त होइन, ज्ञान बाँड्नु नि एउटा यज्ञ। मैले त्यो ज्ञान बाँडेँ अब सर, त्यो ज्ञान बाँडेको हो, त बाँड्दाखेरि त्यसका चाहिँ केही चिजहरूले जति बुझेँ, जति लिएँ, जति रियाक्ट भयो त्यो चाहिँ म सफल भएको मैले अनुभूति गर्छु। त्यो मलाई मजा लाग्छ त्यो कुरा। व्यापारीसँगै पैसा उठाउने
धेरै प्रहरी प्रमुखहरू पनि हामीले देखेका छौँ, सुनेका छौँ होइन। तस्करसँग मिल्यो नभए उसको समात्ने होइन। तपाईँ आइसकेपछि तपाईँको अहिलेसम्मको उसमा तपाईँभन्दा अगाडि जुन सामानहरू समातेर बुझाउने उ थियो त्यसको रेसियो कति फरक छ? धेरै फरक छ सर, धेरै फरक छ। जस्तो एउटाबाट अनुमान गरौँ, म आउने बेलामा आर्थिक वर्ष 2079-80 चलिरहेको थियो। 2079-80 को चाहिँ टार्गेट दिएको थियो 3,25,00,000। राजस्व भन्सार छली गरेका सामानहरू मध्येमा 3,25,00,000 रुपियाँ यो कार्यालयले चाहिँ बरामद गर्नुपर्ने एउटा टार्गेट दिएको थियो। अघि भने कार्य सम्पादन सम्झौता त्यो सम्बन्धमा तोकिएको थियो। त्यो तोकिँदाखेरि म आउने बेलासम्ममा पुग 2 करोड जस्तो थियो। त्यसलाई मैले माघमा 25 मा आएँ, फागुन चैत वैशाख जेठ असार भने मुस्किलले 5 महिनामा 4 महिनामा भन्न कम्प्लिट 4 महिनामा त्यसलाई मैले लगभग 6 करोडको माल लगाएँ। भनेपछि मैले आएर नै 4 करोड बराबरको उ गरेँ होइन। त्यसपछि अब 80-81 मा यसको रेसियो टार्गेट कति दियो भने लगभग 8 करोड दियो। भने यो त समात्न सक्दो रहेछ नि त। भनेपछि यसको त रेसियो त बढाउनु पर्यो, थोरै बारे छ। 3.25 करोड त अत्यन्तै न्यून रहन्छ भनेर मभन्दा माथिल्लो कार्यालयले त्यो कुरालाई चाहिँ महसुस गर्यो। त्यसपछि लगभग 8 करोड हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भन्सार सामान बरामदको उसको टार्गेट भनेको चाहिँ 8 करोड लगभग हो। 8 करोडमा काम गर भनेर चाहिँ त्यो टार्गेट तोकिदियो। 3 बाटै गएर 8 पुऱ्याइदियो। भनेपछि यो उसको चाहिँ हामी तुलनामा अहिले हामी लगभग 70% हामी अहिले नै पुगिसक्यौँ। 6 महिनामा त्यो टार्गेटमा 70% पुगिसक्यौँ। अर्को 6 महिना जम्मा 30% छ। भनेपछि त्यसमा पनि अब मेरो त आफ्नो कार्यावधि पनि समाप्त होला। यदि हुन्थ्यो भने म त्यसलाई 10 सम्म पुर्याउन सक्थेँ। अर्को वर्षमा 10 यो है महोत्तरी भनेर आउन सक्थ्यो। तर जति धेरै हामीले त्यसलाई सिज गऱ्यौँ त्यति नै टार्गेट थपिँदै जान्छ। किनभने सकिन्छ भन्ने भयो नि त, त्यो त स्वाभाविक कुरा हो। त्यस कारण यो चाहिँ हामी म्याथमेटिक्सबाट के बुझ्छौँ भने यो भन्सार छली भएर भित्र आउने चिजहरू त्यसलाई चाहिँ हामी एकदमै सशक्त ढङ्गले प्रस्तुत भएको छौँ। यसमा एकदमै धेरै हामी सफलता प्राप्त गरिरहेका छौँ। त्यो मानेमा म खुसी पनि छु। र फेरि हालाकि हामीभन्दा अझ उता बोर्डर क्रसको लाइनमा अर्को चाहिँ संस्था छ। फेरि त्यो संस्था छ, पूर्णका पूर्ण जिम्मेवारी हाम्रो राजस्व छलीमा पनि हो कि होइन भन्ने पनि एउटा प्रश्न आउनसक्छ। इन्टेलेक्चुअली सोध्ने पनि हो कि होइन भन्न सक्छ। त्यसलाई चाहिँ हामीले यदि त्यो चाहिँ हाम्रो होइन त्यसैको लागि एउटा सङ्गठनै राखेको छ, राजस्वको लागि हो भनेपछि त्यसमा पनि फेरि नेपाल प्रहरी काम गरिरहनु पर्छ। हाम्रो यसमा चाहिँ एउटा चाहिँ अलिकति विमर्शको रूपमा हेर्ने हो भने त्यो प्रहरीलाई त्यो जिम्मा नदिने कि त्योभन्दा कम्युनिटीसँग अझ नजिक जोडिन सक्छ कि? अहिले हामी चोरीको कुरा गऱ्यौँ, त्यो चोरीकोमा बढी फोकस हुन सक्छ कि? कम्युनिटीको सुरक्षामा एउटा पर्सनल सेक्युरिटीमा बढी ध्यान दिन सक्छ कि? अपराधलाई चाहिँ नियन्त्रण गर्नको लागि बढी प्रहरी खटिन सक्छ कि भनेर सोच्ने हो भने त्यसलाई हटाइदिनु। हामी धेरै शक्ति म आइसकेपछि भने किनभने त्यो देखाउनु पनि पऱ्यो। म एउटा त फरक एउटा महसुस पनि गराउनु पऱ्यो परिवर्तनको भने त्यसमा पनि जोड दिएँ नि मैले। भने मेरो 50% को चाहिँ प्राथमिकता त्यता छ नि। कतिपटक मिडियाका साथी उठाउनु तपाईँ कति अरू चिज हेर्नु भएको छैन, तपाईँ खालि भन्सार छली भन्नु भएको भने कति क्वेसनमा आयो। त्यसलाई चाहिँ ठ्याक्कै प्रहरीबाट हटाइदिने हो भने अथवा प्रहरीलाई त्यो चिज होइन है, प्रहरीको जिम्मेवार होइन यो भनेर भन्ने भने त्यो त सारा 50% शक्ति म अरू कम्युनिटीमा लाउन सक्थेँ नि। एकदम एकचोटि हो मान्छेले त एकैकोमा एक काम गर्ने हो, एउटा पिछे हुन्छ, दौडा काम गर्न सक्दैन। एउटा काम गरेपछि थाक्छ, उसलाई रेस्ट पनि चाहियो, फेरि खाना पनि पर्यो। त्यो कारणले गर्दाखेरि एउटा त्यो पनि चिज छ। त्यति हुँदाहुँदै पनि हामीले गरेका छौँ। र अब यसमा म जोडी पनि हाल्छु सर, तपाईँले नभने तापनि एउटा कुरा के जोड्छु भने यति हुँदाहुँदै पनि मेरो तपाईँहरूलाई मिडियालाई पनि समाजलाई पनि तमाम हाम्रो उद्योगिक व्यवसायीलाई पनि सबै हामीलाई पनि एउटा चाहिँ मेरो जिज्ञासा के हो भने यति हुँदाहुँदै पनि महोत्तरी जिल्लाका तमाम बजारमा भएका सामग्रीहरू व्यापारिक प्रयोजन निमित्त खरिद र बिक्री हुने सामानहरू के सबै भन्सार तिरेर आएका छन् त भन्ने एउटा प्रश्न चाहिँ फेरि जिउका त्यो छ। यति गर्दा पनि कि नेपाल प्रहरीले र अन्य सङ्घ संस्थाहरूले लाग्दा पनि एकदमै ठ्यापै भयो, यो पनि निर्मूल भयो भन्ने कुरामा कतै पनि म त्यो कुरा पनि मान्दैन फेरि। किनभने यहाँका जति पनि बजारहरू छन्, जति पनि जे छन्, कसरी चलिरहेछन् भन्ने अर्को प्रश्न हुन्छ फेरि त्यहाँ। त्यस कारणले त्यो राज्यले त्यसमा अझ बढी चाहिँ जिम्मेवार बन्न, अझ यसलाई चाहिँ जोड गर्न आवश्यक, सबै जिम्मेवार भइदिनुपर्छ। यस त्यो एउटा राज्य भनेको के त? को त राज्य त मै हो नि, हो सबै हो हैन, नागरिक हो राज्य भनेको।
हो त। दर्शक महानुभाव, एसपी प्रकाश मल्लसँगको अन्तर्वार्ताको तेस्रो भाग यहाँहरूले हेर्नुभयो। कार्यक्रम तयार पार्न गरिएको मेहनतलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरिदिनुहोला। चाहनुहुन्छ भने तपाईँले सेयर पनि गर्न सक्नुहुन्छ। हस् त, एसपी प्रकाश मल्लसँगको अन्तर्वार्ताको अन्तिम भाग तपाईँहरू माझ ल्याउने भाचा गर्दै अहिलेलाई बिदा हुन्छु। नमस्कार।